वेलकम टु माई भ्लग र ह्याप्पी क्रिसमस सबैजनालाई। र आज चाहिँ के अरे मसँग छ मेरो साथी आशिका हैन। हामी चाहिँ के अरे मलाई हेर क्रिसमस होइन मलाई भौकान हो के ऊ चाहिँ क्रिस्चियन हैन, हिन्दू हो। त्यही पनि आज मैले चर्चमा बोलाएर आएको। मेरो डान्स चाहिँ आउँछ होला है, हेर्नु होला। आज मेरो क्रिसमस के अरे चर्च सकेर अब घर जान आँटेको। एन्ड आज चाहिँ मेरो मम्मीको बर्थडे हो। खै दिदीले चाहिँ केक ल्याउँछु भनेको जस्तो छ। लेट्स सी हैन। जाम गर्ने हिँड्न कि हाल्नु चाहियो। ल ओके गाइज हेर्नुहोस् क्रिसमस ट्री। ल हुन्छ हाट के गरे Oh my god, so good. राइटमा चाहिँ बेलुन लिएर घुमिरहेको छ आशिका चाहिँ। ओबे कसको बेलुन हो त्यहाँ, हेर्नुहोस् त व्हाइट कलरको। अब चाहिँ चर्च सक्यो। अब मम्मीको बर्थडेमा जानु छ। मेरो पैसा लिएर जाँदैछ, गिफ्ट ल्याइदिनु हुन्छ। गाइस बाटो चाहिँ बिग्रेको छ। मैले हिँड्लाएको थिएँ, आशिकाहरू लायो मलाई चाहिँ चप्पल दियो उसको। गाइस हाम्रो जानुपर्ने घर के अरे घर जानुपर्ने बाटो चाहिँ त्यो हो, तर हामी यताबाट चाहिँ गइरहेको छौँ। गाइस हाम्रो मम्मीको बर्थडे कति छिटो गइसक्यो। आशिकाले भाग्यो यो चप्पल लाएर। गाइस म चाहिँ हिँड्नलाई नि यहाँ बिस्तारै गइरहेको छु हैन। भर्खर खाएको, धेरै खाइन फ्याले। हामी चाहिँ कहाँ पुग्यो गाइस हेर्नु सक्नुहुन्छ। अब लुगा सुगा आएछ। गाइस हामी चाहिँ त्यहाँबाट उ त्यो के भन्थ्यो यहाँबाट हैन यो बाटोबाट आएर हामी यता आइपुगिसकेका छौँ। आशिकालाई चाहिँ मैले दिलले केक ल्याउँछ होला मात्र भनेको थिएँ। ल्या छिटो जानु भनेर भागिरहेको छ, हेर्न सक्नुहुन्छ। ल अब हामी हेर्नुहोस्। दिदी है ल हेर्नुहोस् गाइस हामी चाहिँ आधी बाटो पुगिसकेका छौँ होइन। गाइस हामी चाहिँ आधी बाटो आइपुगिसकेका छौँ होइन। गाइस यो चाहिँ हरे कृष्ण मन्दिर हो होइन, हेर्न सक्नुहुन्छ। हजुरहरूले अहिलेसम्म लाइक सब्सक्राइब गर्नु भएको छैन भने अहिले गएर सब्सक्राइब गरिदिनु होला। अब होइन यसमा मम्मीको उसको मम्मीको छ नि ह्याप्पी बर्थडे। अहिले यसो म भिडियो बोलाएको छु ल। ओके बाई। एकछिनको लागि बाई है गाइस, बाई। गाइस यो चाहिँ हाम्रो स्कुल हो होइन, यो पनि हाम्रो स्कुल नै हो। तर कसरी यता सटल भयो आई डोन्ट नो। हेर्न सक्नुहुन्छ कालो भएर देख्नु भएन होला, त्यही पनि हो गाइस। तपाईँहरूलाई हाम्रो क्लास देखाउँछ है। ओके चाहिँ हाम्रो क्लास हो है, हेर्न सक्नुहुन्छ। गाइस मैले भर्खर देखाएको क्लास चाहिँ हो त्यो चाहिँ 5 क्लास हो हामी पढ्ने, हेर्नुभयो। गाइस हाम्रो घर चाहिँ आइसकेको छ, हेर्न सक्नुहुन्छ। हामी चाहिँ फेरि जुत्ता एक्सचेन्ज गऱ्यौँ। गाइस हामी चाहिँ फाइनली घर पुगिसकेको छौँ होइन। मेरो युकी चाहिँ यहाँ हाम्रा धेरै छमछम नाच्दै हिँडिरहेको छ नि त। अब सेते पो दियो त भाइ, के हो ले के भयो फेरि। ऊ गाइस दिदी चाहिँ अहिलेसम्म आउनु भएको रहेनछ। हाम्रो सरप्राइज के हुने हो खै, हेर्नु होला लास्टसम्म भिडियो। गाइस मलाई दिदीको चाहिँ भर्खरै पलायो होइन। मम्मीलाई चाहिँ तलै राख भनेको छ। दिदी चाहिँ केक लिएर आउँदै हुनुहुन्छ, सायद माथि काट्छ होला। ल लेट्स सी कि हेर्नु होला, बाहिर हेर्छु। गाइस दिदी चाहिँ फाइनली आउनु भइसकेको छ, हेर्न सक्नुहुन्छ। ऊ त्यो
उयो चाहिँ दिदी हो, हेर्न सक्नुहुन्छ। केक लिएर आउनु भइसकेको छ। वाउ 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 भन्नु नि, आएको भन्नु न। केक लिएर आउनु भइसकेको छ गाइजहरू। गाइज यहाँ चाहिँ छ केक। मैले चाहिँ अहिले सानो स्वरले बोलिरहेको छु, मम्मीले नसुनोस्। भित्र कोठामा टिकटक बनाइरहनु भएको छ। हेरौँ रियाक्सन के हुन्छ। दिलले चाहिँ मम्मीको लागि गिफ्ट स्वेटर ल्याइदिनु भएको रहेछ। केक स्वेटर। हेलो भन्दा नि यो। हेलो हेलो साथीहरू भनिदेऊ न। Happy birthday to you. Happy birthday. Oh, happy birthday, mommy. कस्तो भइरहेको मलाई त्यो एक्साइटेड साह्रै नभएको है। एकछिन ल कहाँ बसेर गर्नु ला ए मम्मी एकछिन पज गर्नु त भिडियो त्यो भिडियो पज गर्नु कमै आउँछ Happy birthday to you. Happy birthday to you. Happy का सुनाउनु खाना बर्थडे मनाए ल खै हामीले चाहिँ खाउनु के मुखमा चाहिँ के हुन ढुङ्गा कुरा नगर बिग्रियो छ। अब अर्को बर्थडेसम्म ढङ्ग आओस् नानीको। छिटो मेरो सुरु हुन आँट्छ। थोरैमा त खुवा न हे माथिको गर्नु अँ माथिको थोरैमा त भन्छ क्या गड मेरो बना ढङ्ग दिनुहोस् भगवान्। मम्मी त्यसरी नबिगार न केक। सो क्यूट केक काट्दैन न खाल मम्मी त ल ल ह्यापी बर्थडे सुड्डी छुट्टी भयो धेरै रमाउने होइन। थ्याङ्क यू माई वर्ल्ड। अब चाहिँ मम्मी गिफ्ट ओपन गर्दै हुनुहुन्छ। What a surprise! आमा पैसा मेरो पनि माया चाहिँ उसलाई मात्र। थोरै पैसाहरू थोरै I like. उबे मम्मी युट्युबमा आउनुहुन्छ तपाईँ टिभीमा। लाग्यो गिफ्ट बाहिर भने सबैले ब्लग्समा Bye. कस्तो लाग्यो भन्न गिफ्ट। एकदम बेस्ट। ल हाई भन्न त अब यता चाहिँ। गाइस आजको लागि चाहिँ यति नै। बाई बाई।